अगरबत्ती भित्र खर्के हजुर नमस्कार म यो ऐरती गाउँपालिका 1 नम्बर सिर्सिनीको चन्द्रबहादुर गुरुङ आज हाम्रो 2082 साल मङ्सिरको 20 गते आज यो नचिताउँदो ठाउँमा भनौँ न नसोचेको ठाउँमा आउँछ भन्ने आश थियो चित्त जोगिरहेको थियो बस आयो धेरै खुसी छौँ हाम्रो यो ठाउँमा यो यसरी विकास हुन्छ भन्ने बहुतै आशा थियो नभएर भएनै र हामी चाहिँ यो स्थानीयवासीहरू लगायत यहाँ स्थानीय कर्मचारीहरू लगायत चाहिँ यहाँ लागिपर्नु भएको यसरी चाहिँ आउनु विकास आउनु हाम्रो धेरै खुसी हो भविष्यमा फेरि यस्तै विकासहरू आउँदै गरोस् र निरन्तर दिनुपर्छ हाम्रो चाहिँ यो यसरी सेवा सुविधा पाउनु हाम्रो लागि धेरै खुसी हो किनभने देशभरि विकास र सुविधा भन्ने कुरा सबैलाई चाहना हो यो आइरहोस् र हामी खुसी छौँ धेरै खुसी छौँ र भविष्यमा पनि हामी धेरै खुसी छौँ सबैलाई यो चाहन्छौँ कि किन सुविधा हुन्छ यातायातको लागि बस भनेपछि हामीलाई भाडामा सुविधा हुन्छ निरन्तर आइरहोस् भन्ने हाम्रो शुभ चाहना भन्दै म मन्तव्य गर्छु धन्यवाद नमस्कार म यति बेला चाहिँ ऐरावती गाउँपालिका वार्ड नम्बर 1 सिर्सिनीदेखि जुन आज मङ्सिर 20 गते शनिबारको दिन यसरी स्वर्गदारी यातायात कर्मचारी लगायत बुद्धिजीवीहरूले चाहिँ आज ऐरावती गाउँपालिका वार्ड नम्बर 1 सिर्सिनीमा चाहिँ यसरी बस सञ्चालन गर्नुभएको छ तपाईँले देख्न सक्नुहुन्छ हामी स्थानीय लगायत हाम्रा ऐरावती गाउँपालिका वार्ड नम्बर 1 का वार्ड अध्यक्ष अमरेश मगरज्यू लगायत जनप्रतिनिधिहरू लगायत हाम्रो गाउँका बुद्धिजीवी तथा युवाहरू यसरी बसलाई चाहिँ यसरी भव्य र सबै तरिकाले चाहिँ स्वागत गर्नको लागि हामी एकदमै भिडभाडका देख्न सक्नुहुन्छ तपाईँले यसरी देख्न सक्नुहुन्छ रिजर्भ त बर्खा पनि गयो होइन युवाहरूको चाहिँ एकदमै यहाँ चाहिँ बसलाई चाहिँ अलि पढ्नलाई चाहिँ अलि समस्या यहाँ चाहिँ समस्याको सहज यसरी खुसीले चलेको देख्न सकिन्छ तपाईँहरूले चाहिँ यसरी आज पहिलोपटक हाम्रो चाहिँ बस आउँदा चाहिँ हामी यति बेला हजुरहरूको मुठाबाट हेर्दै हुनुहुन्छ पक्कै पनि लाइभ र कमेन्ट र सेयर पनि गरिदिनु होला बस आयो तपाईँलाई कस्तो लाग्यो राम्रो लाग्यो खुसी लाग्यो हजुर खुसी लाग्यो होइन एकदमै खुसी हुनुहुन्छ नि तपाईँ बस आयो तपाईँलाई कस्तो लाग्यो नमस्कार म बुद्धबहादुर गुरुङ एकदम खुसी लाग्यो आज कति गते रे 20 गते आज मङ्सिर 20 गते हाम्रै घर अगाडि एकदम सिर्सिनीमा बस आएको छ अनि बस भोलि अब ब्याक गर्नलाई अब अहिले जेसिबीले अब माटो गर्दैछ खन्दैछ एकदम खुसी लाग्यो अबको दिनमा अब हाम्रो गाउँको जनताहरूले हाम्रो स्टेटहरूले एकदमै सहज र सुविधायुक्त सजिलोसित रिजर्भ सिर्सिनी गर्ने अवसर पाउनुहुनेछ भन्ने आशा मेरो सानो बसलाई चाहिँ यसरी स्वागत र सम्मान गर्दैछौँ यहाँ चाहिँ त्यसरी बसको हामीले स्वागत र सम्मान गर्दैछौँ यहाँ सम्पूर्ण ऐरावती अनि स्वर्गदारी बस व्यवसाय सङ्घका अध्यक्षहरू अनि सम्पूर्ण समितिहरू हुनुहुन्छ अनि ऐरावती नगरपालिकाको वार्ड नम्बर 1 का अध्यक्ष सक्दो प्रयास गरिदिनु पर्यो
बसको स्वागत र सम्मान गर्नको लागि सम्पूर्ण स्थानीयहरूको यो रातिको 8 बजेको समयमा पनि यति भिडभाड छ। यो त धेरै खुसी हजुरलाई बस आउँदा एकदम कस्तो लाग्यो भन्नुहोस् त? एकदमै खुसी हुनुहुन्छ नि? हजुरलाई यसरी बस आउँदा कस्तो अनुभव भयो भन्नुहोस् त? एकदमै खुसी हुनुहुन्छ नि? यसरी चाहिँ हाम्रो स्थानीयहरू चाहिँ हजुरलाई बस आउँदा कस्तो भयो? कस्तो अनुभव भयो आज पहिलोचोटि गाउँमा बस आउँदा? एकदमै खुसी हुनुहुन्छ नि? हजुर हजुर। तिमीहरूलाई चाहिँ हाम्रो गाउँमा पहिलोपटक बस आउँदा कस्तो अनुभव भएको छ भन त? कस्तो भएको छ तिमीलाई बस आउँदा? यसरी चाहिँ नानीहरू पनि एकदमै खुसी भएको छन्। पहिलोपटक चाहिँ गाउँमा यसरी बस आउँदा चाहिँ एकदमै खुसी छन् है। हजुरलाई पहिलोपटक गाउँमा बस आउँदा कस्तो भएको छ? कस्तो अनुभव भयो भन्नुहोस् त? आन्टी मेरो बारी खनेर मलाई यहाँ भुटो बजु आज पहिलोपटक गाउँमा बस आयो, हजुरलाई कस्तो भएको छ? कस्तो अनुभव भयो? रमाइलो भएको छ। रमाइलो भयो, एकदम खुसी हुनुहुन्छ। बाजु आज पहिलोपटक गाउँमा बस आयो, कस्तो अनुभव भयो हजुरलाई? के भयो मलाई त खुसी हुनुहुन्छ नि? के भन्नु पर्यो? तपाईँ बस आएको कतिको खुसी हुनुहुन्छ आफ्नो गाउँमा? पहिलोचोटि आयो के भन्नुहुन्छ? मैले त के भनौँ, मैले अब किन आयो त भन्नुभएको छैन? किन आयो होला त भन्नुभएको छैन? खुसी त एकदम खुसी हुनुहुन्छ। खुसी हुनुहुन्छ नि? ठिक छ। अब हाम्रो गाउँमा सिर्सिनी हजुर हजुर अहिले 1 नम्बरमा बस आयो अहिले 2080 82 भयो। 82 नसोचेको कुरा भयो। आज 20 गते होइन त? हजुर हजुर मङ्सिर 20 गते। 20 गते आएको राम्रो, यस्तै होस्, बाटो राम्रो होस्, कोही केही घाटा केही नहोस् हो यो भन्न चाहन्छु। त्यति भयो भने एकदमै खुसी हुनुहुन्छ हाम्रो स्थानीयहरू चाहिँ। आज गाउँमा चाहिँ पहिलोपटक बस आउँदा हजुरलाई कस्तो अनुभव भयो छ? एकदम राम्रो लाग्यो नि त। हाम्रो त अब यसरी बस आउने गाडी आएपछि त हाम्रो त सुविधा सबै राम्रो भयो नि त। अब हामीलाई भोलिबिहानको सुविधा हुन्छ। अब त्यस्तो भयो भने त अब हाम्रो त आलो पालो गरेर भने आयो भने त हाम्रो त कति सजिलो हजुर हजुर। अब हाम्रो त यसै भयो भने त हामी त अब जतिर भने त्यतिर जान भयो नि भयो। बस आउँदाखेरि त हाम्रो झन् सस्तो भाडामा पाउने भयो। हजुर हजुर। हामीलाई एकदम सजिलो भयो नि त। अब हामीले त दाल चामल लिन परेन, त्यसमा कति भाडा सस्तो भाडामा आउने भयो। त्यही राम्रो हो नि त। हाम्रो सुविधा भनेको त्यही नै हो। हजुर एकदमै खुसी हुनुहुन्छ चाहिँ हाम्रो गाउँमा चाहिँ पहिलोपटक बस आउँदा। आज पहिलोपटक गाउँमा बस आउँदा कस्तो अनुभव भयो छ हजुरलाई? एकदम खुसी लाग्यो। एकदमै खुसी हुनुहुन्छ नि? एकदम खुसी। यसो 2-4 शब्द भन्नुहोस् त। तपाईँ आज बस पहिलोपटक गाउँमा बस आउँदा चाहिँ कस्तो अनुभव भइरहेछ? 2-4 शब्द भन्नुहोस् त। बस आउँदा त निकै खुसी लाग्यो हाम्रो त। हजुर हजुर। अब बस आउने जस्तो हामीलाई हामीले सोचै थिएन। बस आउँदा 81 बस आउँदा हामीलाई एकदम खुसी लाग्छ। हजुर। जुन हामीले चाहिँ सोध्दै नसोचेको चाहिँ आज पहिलोपटक चाहिँ यसरी ऐरावती गाउँपालिका वार्ड नम्बर 1 सिर्सिनीमा चाहिँ यसरी बस आउँदा चाहिँ हाम्रो स्थानीयहरू एकदमै खुसी हुनुहुन्छ। तपाईँले देख्न सक्नुहुन्छ।